यो चाहिँ हामी अब यो पहेँलो पुलबाट बिस्तारै क्रमिक रूपले यो मैती देवीसम्म जाने जमर्को गर्दैछौँ र यो बिचमा बाटो फराकिलो नै छ र साइडमा यो घरहरूको दृश्य एकातर्फ भने अर्कोतर्फ चाहिँ यो लटरम्मै फुलेका फुलहरू खोला पारी पनि देख्न सक्नुहुन्छ। यो यहाँनिरबाट हजुरहरूले यहाँ पारी फुलेको दृश्यहरू पनि देख्न सक्नुहुन्छ। यस्तो राम्रो दृश्य छ कि यहाँ चाहिँ एउटा भिडियो बनाइहालौँ न भन्ने हिसाबले मैले यो भिडियो बनाउन गइरहेको छु दर्शकवृन्द। यो चाहिँ अति राम्रो लागेर मैले यहाँहरू समक्ष देखाउँ भन्ने हिसाबले बनाएको हुँ। दर्शकवृन्द, काठमाडौँ उपत्यकामा पनि कतिपय ठाउँहरूमा अहिले धेरै नै विकास भएकोले गर्दाखेरि कतिपय ठाउँहरूमा अलिकति हिँड्न असहजता छ, तर असहजताका बावजुद पनि कतिपय ठाउँहरूमा चाहिँ यस्ता यी सुन्दर दृश्यहरूले गर्दाखेरि मन आनन्दित हुने गरेको छ। हामी यो खोलाको तिरैतिर मैती देवीको सेतो पुलसम्म यहाँहरूलाई लिएर जानेछौँ र भिडियो अलिकति लामो भयो भने पनि यहाँहरूले हेर्नुहुनेछ भन्ने आशा पनि गरेको छु। यो चाहिँ खोलापारी वारी दुवैतिर यो रातो फुलेको फुलले अत्यन्त राम्रो दृश्य देखिन्छ। विभिन्न ठाउँमा मान्छेहरू तर्नका लागि फलामका ससाना पुलहरू बनाइएका छन्। यो खोला तर्नका लागि बनाइएको पुल हो। यो चाहिँ हामीले देखिरहेको दृश्य अगाडि यो खोलाको करिडोर हुँदै मैती देवी पुलसम्म यहाँहरूलाई लैजानेछु। यता खोलावारीबाट म हिँडेकोले गर्दाखेरि खोलापारीको दृश्य अझ राम्रो देखिएको छ। दर्शकवृन्द, यो हेर्नु होला, यो बिचमा फुलेका फुलहरूले अत्यन्त मनमोहक दृश्य लागेको छ। यो खोला, यो चाहिँ तल देखिएको चाहिँ खोला भयो। यो खोलाको अब उसमा चाहिँ हामी अब यो अगाडि देखिएको यो कालो पुल हो। यो कालो पुलबाट पनि हामी यता गौशालातिर उकालो नलागिकन हामी तलैबाट जानेछौँ। अझ यो कालो पुल कटिसकेपछि अझ अलिकति राम्रो फुलहरू फुलेको दृश्य यहाँहरूले देख्न सक्नुहुन्छ। अगाडि यो यति राम्रो फुलहरू फुलेको छ। यो चाहिँ काठमाडौँ उपत्यकाको वास्तवमा सबै ठाउँमा यस्ता फुलहरू फुलाउन सकियो भने कति राम्रो हुन्थ्यो होला। आफैले इभ्यालुएसन गर्नु होला दर्शकवृन्द। यहाँनिर चाहिँ सबै हेर्नलाई एकदम रमाइलो दृश्य छ, एकदमै रमाइलो दृश्य देखिरहेको छ दर्शकवृन्द। यहाँनिर खोलाको छेउ गर्मी मौसम, म अहिले गाडी चलाइरहेको छु, तर गाडी चलाए पनि मेरो चाहिँ निधारमा पुरा पसिना भइरहेको छु। यो खोलापारी वारी गर्दै खोलापारीको दृश्य हो। यो रातो फुलहरू फुलेको यो चाहिँ खोलावारीको दृश्य हो। दर्शकवृन्द, काठमाडौँ उपत्यकामा पनि गऱ्यो भने के चाहिँ हुँदैन र भन्ने एक उदाहरण पनि हो। यो खोलाको तिरमा चाहिँ मैले भिडियो सुरु गरेको उसबाट यो पहेँलो पुलबाट सुरु गरेको भिडियो। यहाँ अहिले म पहेँलो पुलबाट क्रस गरेर रातो पुलतर्फ अगाडि बढेँ। रातो पुलतर्फ अगाडि बढ्दाखेरि सम्मको दृश्य यो एकदमै राम्रो, एकदमै रमाइलो दृश्य देखिएको छ। दर्शकवृन्द, यो भिडियो चाहिँ मैले यहाँहरूलाई नदेखाइकन बस्न नसक्ने भएकोले मैले निर्माण गरेको छु। आशा छ यहाँहरूले भिडियोलाई माया गरिदिनु हुनेछ। अब हामी रातो पुल, खोलाकै करिडोरको बाटो रातो पुलतर्फ जाँदैछौँ। अब यो रातो पुलतर्फ तरिसकेपछि अब हामी यहाँबाट चाहिँ माथि मैती देवीको पुलतर्फ जान्छौँ। यो खासै त्यति राम्रो दृश्य त देखिएको छैन। यो चाहिँ अलिकति उसले गर्दाखेरि पनि हो। यहाँ चाहिँ अब त्यति छैनन्, त्यति तलको जस्तो फुलहरू यहाँ फुलेका छैनन्। यहाँ चाहिँ अब केवल गाडी हिँड्ने बाटो छ। अलिअलि मात्रै थोरै फुल बिरुवाहरू बचेकोले गर्दाखेरि यहाँ चाहिँ थोरै मात्रै छ, तर हरियाली छ। खोलाको हावा आएको छ। अब हामीले भन्नुपर्दाखेरि यो काठमाडौँ उपत्यकामा पनि हरियाली र राम्रा फुलका बिरुवाहरू संरक्षण गरेर रोप्न सक्यौँ भने अवश्य नै हाम्रो काठमाडौँ उपत्यका झन् सबैभन्दा राम्रो देखिने उपत्यकामध्ये एउटा पर्छ कि भन्ने ठुलो विश्वास लिएका छौँ दर्शकवृन्द। अब म करिब यो भिडियोको अन्त्यतिर आइसकेको छु। म पहेँलो पुलदेखि यो मैती देवीको पुलसम्मको दृश्य यहाँहरूलाई देखाउने बाचा गरे अनुसार अब हामी क्रमिक रूपले अगाडि बढिसकेका छौँ। हामीले पर दृश्य देख्न सकिन्छ। यो चाहिँ सेतो पुल, यो मैती देवीको सेतो पुल हो।
यो सेतो पुल तरेर हामी दाहिनेतर्फ गयौँ भने यो पुतली सडक मैतीदेवी पुतली सडक पुगिन्छ र मुनि खोलाको बाटो गयौँ भने यहाँदेखि यो करिडोरको बाटो हो। यो मुनि गयो भने चाहिँ हामी अनामनगरतिर पुग्न सक्छौँ। अब हामी यहाँबाट लेफ्ट साइड लिँदै म चाहिँ यता सिनामङ्गलतर्फ जाने भएकोले गर्दाखेरि दर्शकवृन्द यो चाहिँ दृश्य काठमाडौँ उपत्यकामा पनि यस्तो राम्रो छ भनेर मैले यहाँहरूलाई देखाउन मैले गरेको प्रयास यहाँहरूलाई कस्तो लाग्छ कृपया मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। हवस् त, यति भन्दै आजको भिडियो अन्त्य गर्दछु। हवस् त, नमस्कार।